अस्ति नै मैले यो बाल्दाबाट नफल्ने भनेर भाग्दै गरेको खुर्सानीको बिरुवा लाएको थिएँ। अब त फल्नु थालेछ हेर्नु त यत्रो हरियो भएर जम्म लाएर फल्दैछ। यहाँ फलेछ अलिकति फलेछ त यहाँ पनि फुलेछ मजाले। यहाँ पनि फुलेछ खुर्सानी फुलै फलेछ त हेरौँ त ल कत्रो कत्रो फलेछ बालुवामा पनि। यता फेरि सबै फर्सीहरू छ, बिचमा प्याज पनि छ। यहाँ लामो लामो सागको बिरुवा पनि रहेछ त। तोरी कि साग रहेछ, तोरीको साग रहेछ।